हेलो साथीहरू, इट्स मी श्वेता मोरहाङ लिम्बू। अनि आज म कहाँ जाँदैछु भनेर चाहिँ तपाईँहरूले फुल भिडियो हेरिदिनु पर्ने हुन्छ। मेरो अनुहारमा चाहिँ त्यति धेरै चमक आएको छैन। अनि जाँदा जाँदै आशिषले चाहिँ बाइक धुनुभयो खोल्सीमा, म चाहिँ बस्दैछु। त्यसपछि हामी 3 घरे पुगेर म बहिनीसँग भेटेँ। बहिनी चाहिँ मन्तरे अङ्कलको छोरी हो, सपना बहिनी। अनि त्यसपछि 3 घरे पुग्यो। अनि त्यहाँदेखि हामी चाहिँ उता जाँदै सरसर जाँदै थियौँ। त्यहाँनिर देमासँग भेट हुन्छ साथीहरू, हाम्रो माइली देमा, आमाको माइली दिदी। अनि 3 घरे बजारभित्र हामी चाहिँ जाँदैछौँ उता कपडा पसलतिर। यहाँ टेलरमा पनि काम थियो, टेलरमा छिर्यौँ। त्यसपछि कस्मेटिक दोकानमा पनि छिरेर हामीले अब छोरी मान्छेलाई चाहिने चिजहरू के किन्यौँ। त्यसपछि 3 घरे आइसकेपछि थ्रेडिङ नगर्ने कुरा हुँदैन, अरू केही नगरे पनि थ्रेडिङ चाहिँ गर्नुपर्ने हुन्छ साथीहरू। त्यही भएर मैले यहाँनिर पार्लरमा म छिरिसकेँ थ्रेडिङ गर्नु। अनि दिदीले गरिदिनुहुन्छ दामी। अनि 3 घरे गइसकेपछि सानो सानो कुराहरू पनि ल्याउनु पर्ने हुन्छ। यो चाहिँ सियो हो, मैले यो चाहिँ किराना पसलमा छिरेर सियो पनि किनेँ। अनि हामीलाई गर्मी भएर पहिला हामीले स्ट्रिम खायौँ, खाजा खाने टाइम हो यो चाहिँ हाम्रो। मोमो र स्ट्रिम खायौँ हामीले चाहिँ। एकदम गर्मी थियो आज, बिहान चाहिँ पानी परिरहेको थियो, दिउँसो चाहिँ गर्मी। अनि त्यसपछि मैले चाहिँ तातो मोमो चाहिँ मुखमा लाएर मेरो चाहिँ बिजोग भइरहेको थियो। मैले आशिषलाई भिडियो बनाउनु लाइरहेको थिएँ, तातोले म त हैरान भएर स्ट्रिम पनि खाएँ, तर पनि तातै भयो। बहिनीले पनि खाँदै हुनुहुन्छ। बहिनी झापाबाट आउने मान्छेलाई त त्यस्तो धेरै गर्मी भएछ, मलाई झन् नहुने कुरै भएन। अनि यो चाहिँ सूर्योदय हाम्रो 12 पर्छ भने रोडदेखि उता चाहिँ 11 हो। यो चाहिँ सुन्तले भन्छ कि यसलाई अम्बी भन्छ साथीहरू, त्यहाँदेखि देखिएको भ्यू हो त्यो चाहिँ। त्यसपछि अब चाहिँ हाम्रो घर जाने तर्फ गन्थन हुँदैछ। त्यहाँनिर हाम्रो गाउँको सबैजना भेला भइरहेछौँ, गाडीमा जाने कि बाइकमा जाने, को जाने भनेर त्यहाँ गन्थन भइरहेछ साथीहरू। अनि हामी त्यहाँ गाडी पर्खिँदा पर्खिँदा स्कुल बस पनि आइसक्यो साथीहरू। अनि हामी चाहिँ अलिक तल आएर बसेको थियौँ। अनि गाडीमा हल्ला गर्दै रमाइलो गर्दै आयौँ। देमा, निनी, बप्पा, देपाहरूसँग सबैसँग हल्ला गर्दै रमाइलो गर्दै आयौँ। तर गाडीले चाहिँ मलाई हल्का उयो भएर चाहिँ अलिक तलदेखि चाहिँ हामी बहिनी र म चाहिँ अगाडि बस्यौँ साथीहरू। तलतिर भारी झार्दाखेरि चाहिँ हामीले मौका पायौँ अगाडि चढ्ने। अगाडि चाहिँ देपा बस्नु भएको थियो पहिला चाहिँ। अनि त्यही भएर हामी फाइनल्ली घर पनि आइपुग्यौँ। आज चाहिँ छिट्टै आइपुग्यौँ साथीहरू।